हेलो साथीहरू सबैलाई मेरो नमस्कार सेवारो छ्याजले जोडले है त आज हामी चट्ट लाएर बिरकुटी मण्डप गएको छौँ बिनाएर म चाहिँ होइन टक्क आज चाहिँ प्रोग्राम रहेछ क्या त्यो कुमारी मुभीको अनि चट्ट लाएर त्यहाँ हामी गएको अनि टक्क यतिखेर साँझमा गएको थियौँ तर कोही मान्छेहरू थिएन तर रमाइलो रहेछ कि अनि एकछिन बस्यौँ आनन्दले यसो नजारा हेर्दै बिना र साला बिना गफ हान्दै बस्यौँ हाँस्दै चिया खाँदै अनि हल्का अहिले स्टार्ट सुरु भएको थिएन अनि अहिले चाहिँ टक्क अब एकछिन यसो घुम्दै भनेको यसो होइन चट्ट लाएर साला बेला चाहिँ टक्क घुम्दै फिर्दै हिँड्यो टक्क साँझ पनि भयो अनि यसो रमाइलो अब चाहिँ सुरु भयो कन्सर्ट ल टक्क प्रोग्राम रहेछ झट्ट लाएर दामी थियो क्या होइन प्रोग्राम चाहिँ झट्ट लाएर हाम्रो सिङ्गरहरूले यस्तो गीत गाउनुभएको थियो तर धेरै राम्रो गीत गाउनुभएको थियो सबै यस्तो रमाइलो भयो होइन तर एकदम रमाइलो टक्क हेर्नु सक्नुहुन्छ यस्तो क्राउड थियो कि मान्छेहरूको होइन अनि फाइनल्ली हाम्रो लुङ्गाको टक्क इन्ट्री होइन टक्क यस्तो क्राउड थियो कि मान्छेहरू होला हाम्रो लिम्बू आउनु भएको थिएन टक्क लाएर यस्तो क्राउड थियो कि र सबैजना जुम्यो हामी पनि जुम्यो होइन एकदम रमाइलो क्या यस्तो क्राउड थियो कि टक्क लाएर हेर्नु न भर्खरको यङ क्या 19 वर्षको मान्छेले यत्तिको स्टेज हलाउनु भनेको त नट्टु जोक्ने गाइज होइन र दामी थियो नि र अनि सकियो अनि हामी चाहिँ टक्क साला भेना लाग्यो घरतिर सर यस्तो चिसो होइन 9 बजे राति यति धेरै ठन्डी थियो कि गाइज साथीहरू लास्ट जाडो के त्यही पनि आयो सर लाएर साला बेनाजुको बेलुकाको राइट एकदम रमाइलो भयो त्यस प्रोग्राम पनि एकदम रमाइलो थियो एकदम अब हुन्छ नि अब एकदम धेरै क्राउड मान्छेहरू टन्नी थियो रमाइलो भयो नाच्यो घर फर्क्यौँ हामी ल हजुरलाई मैले भिडियो मनपर्छ भने लाइक सेयर पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला थ्याङ्क यू भन्न चाहन्छु बाबा